हेलो साथीहरू, वेलकम मिनी भ्लग। मैले छोटो छोटो सर्टहरू लिएर एउटा लङ भिडियो बनाएको छु। हेरेर सबैजनाले इन्जोय गर्नु होला पनि भन्न चाहे है त। म चाहिँ अब पुगिसकेको छु मेलाको गेटैमा। गेटबाट भित्र छिर्दा चाहिँ जुन बाटोमा राखिएको त्यो दृश्यहरू चाहिँ एकदम दामी लाग्यो मलाई चाहिँ। त्यसपछि यहाँ जुन सजाइएको छ हैन, एकदम दामी, दिल अनि लभ हैन, एकदम दामी रहेछ हैन। यहाँ चाहिँ सुन्दरीहरूले फोटो पक्का खिचिरहेको छन्। त्यसपछि अगाडि गएको थोरै यहाँ चाहिँ जलपरीहरू रहेछन् है साथीहरू। यहाँ चाहिँ जलपरी हेर्नको लागि टिकट काटिरहेका छन् भने यता चाहिँ मेरो बुढी मेरो फोटो खिच्नलाई एकदम आतुर देखिरहेकी छिन्। अनि त्यसपछि चाहिँ हामी यहाँबाट चाहिँ अब अघि बढ्यौँ है त साथीहरू। अघि बढेको साथीहरू, यहाँ चाहिँ यो के हो, यो कालो कालो ऐँठे मैले चाहिँ साथीहरू पहिलोचोटि देखेको है। यो ऐँठे एउटा सेल्फी खिच्छु भनेर गएको थिएँ, हान्छ हो गालामा पट्ट पारेर। मलाई चाहिँ डर लागेर साथीहरू म चाहिँ यता आएँ। यो चाहिँ फेरि ल हेर्नुहोस् है, आफ्नै पारामा डान्स गर्छ। फेरि यसो फोटो खिचौँ भनेको फोटो खिच्न दिएन साथीहरू है। तर फोटो खिच्नलाई पैसा दिनुपर्ने रहेछ। हामी फेरि त्यस्तो पैसा दिएर फोटो खिच्नेवाला चाहिँ परेनौँ है साथीहरू। त्यही भएर मैले चाहिँ छोडिदिएँ। त्यसपछि चाहिँ म अघि बढेको। अघि सानो सानो झुलाहरूमा बच्चाहरू चाहिँ एकदम खेलिरहेको थिए। अनि मेरो बुढीलाई पनि पिङ खेल्ने मन त लागेको, तर साथीहरू नभएर अनि नखेल्ने भनेर चाहिँ बसिरहेको थियो हैन। मैले त भनेको खेलौँ भनेर, तर बुढीले चाहिँ मानिनन्। बुढी चाहिँ भूत हेर्ने भनेर साथीहरू है। मैले चाहिँ भूत देखाउन लगेको। भूतको आवाज सुनेर चाहिँ ल हेर्नु साथीहरू, यो बङ्गाल भूतहरू हैन। यो आवाज सुनेर मेरी बुढी चाहिँ डराइन् है। डराइसकेपछि म चाहिँ फेरि नदेखाउने, बुढीको फेरि सातो जाला भनेर यहाँबाट पनि बाहिरिसकेपछि साथीहरू, यहाँ चाहिँ एउटा आइसक्रिम बेच्ने भैया भेटियो हैन।